गण स्तरीय बास्केटबल प्रतियोगितामा होनहार खेलाडी सिपाही रमेश विष्टका कारण क गुल्म च्याम्पियन हुन सफल भएको छ। सोही अवसरमा क गुल्मको टोली हर्षोल्लासका साथ विजय उत्सव मनाउन थाल्छन्। अर्कोतर्फ गुल्म च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेको रमेशको मुहारमा कालो बादल छाएको छ। 2077 सालमा नेपाली सेनामा भर्ना भएको ऊ 2076 साल साउन 1 गतेपछि सरकारी सेवामा प्रवेश गरेका नेपाली सेनाका सकल दर्जाले पेन्सन नपाउने भन्ने हल्लाले विचलित भएको छ। सामाजिक सञ्जालको यो आधारहीन सूचनाले आफ्नो पेसाप्रति नकारात्मक भावनाहरू मात्रै उब्जाएन, उसको मानसिक तनाव पनि बढाएको छ, जस कारण ऊ ब्यारेक घरमा टोलाउँदै बसेको छ। त्यही समयमा उसका जोडाहरू त्यहाँ आइपुग्छन्। जोडा किन टोलाको? अघि मेसाबले तिम्रो मेहनतको कति धेरै प्रशंसा गर्नुभयो। सबैजना रमाइरहेको बेला तिमी यस्तो फुर्तिलो जोडा किन निराश हौ? कि मायालुको यादमा टोलाइरह हो? मायासँग कुरा नगर नि। यहाँ मान्छेले के तनाव भइरहेछ, खालि ठट्टामा त गरे हुन्छ। तिमीहरूलाई भविष्यको के चिन्ता लाग्दैन? भविष्यको पो चिन्तामा हो जोडी। सरकारी जागिर छँदैछ, हेन्सम छस्, बिहे गर्न लाउरेले खोजे जस्तो केटी पनि पाइहाल्छ। तसँगै तेरो परिवारको शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सहुलियत जस्ता सेवा सुविधाको जिम्मा नेपाली आर्मीले लिइहाल्छ। के हो जोडी? हो नि जोडी, बाँचुन्जेल पेन्सन दिइहाल्छ, भविष्य पुरै उज्यालो छ, अनि टेन्सन चाहिँ किन जोडी? ओहो है, खुब बाटो भयो जस्तो। यसो सामाजिक सञ्जालले बेला बेला हेर्न पर्यो नि जोडा। हामी 2076 सालभन्दा पछाडि भर्ना भएकोहरूको पेन्सनै आउँदैन। अब यस्तो खाइलाग्दो कलकलाउँदो जवान चाहिँ पल्टन बिताउने, अनि उही बुढेसकालमा घर जाने बेला चाहिँ के पाइस्थ भन्दा हात हल्लाए सुन्ने। यसो गहिरिएर सोच जोडा हो, कम्ता तनाव छ। म त त्यही भएर बेलैमा बुद्धि पुऱ्याएर विदेश लाग्छु जोडा हो। तिमीहरू नै खाओ जागिर, आफूलाई त नो पेन्सन नो टेन्सन। हेर यसको बुद्धि, एउटा देशभक्त कर्मठ सिपाही भएर त्यो सामाजिक सञ्जालको आधारहीन सूचनामा डगमगाउँछ। सत्य तथ्य बुझ्नु पर्दैन, नाना थरी सोचेर तनाव मात्र लिने। पेन्सन आउँछ जोडा। हाम्रो लागि योगदानमूलक निवृत्ति भरण प्रणाली छँदैछ नि। हावाको पछि लागेर यस विषयमा विचलित हुनुपर्ने कुनै कुरै छैन। अनि पाठ चाहिँ राम्रै पढायो, तर मलाई यो सबै पाठ चाहिँ कुन आधारमा पढाइरहेको छ तिमीहरूले? कहिलेकाहीँ त हाम्रो कुरा पनि विश्वास गर न जोडा। केही न केही नबुझी त हामी पनि कहाँ बोल्छौँ त नि, होइन जोडा? हो नि जोडा, बरु खाना खाने समय पनि भयो, खाना खाउँ अनि चुस्ताबुट लगाएर लेखाको क्याप्सपलाई भेट्न जाउँ न, त्यहाँ सबै कुरा छर्लङ्ग भइहाल्छ नि। आफ्नो पेन्सन नहुने कुरामा तनावग्रस्त भई जागिरका अलावा वैदेशिक रोजगार तथा अन्य विकल्पको सपना बोकेर पल्टन घरमा टोलाउँदै हिँडेको रमेश जोडाहरूको साथमा गई लेखा शाखाका क्याप्टेन साहबसँग भेटघाट गर्छ। तत्पश्चात सैनिक पेसाप्रति निराश हुँदै भड्किरहेको रमेशलाई उहाँले योगदानमा आधारित निवृत्ति भरणका बारेमा केही मुख्य जानकारीहरू दिनुहुन्छ। अनि भाइहरू के कति कामले लेखा शाखासम्म आयो त? सर हामी त साह्रै दुविधामा परेर आएको। अब हामी त अब टोली परियो सर। अब 2076 सालभन्दा पछि भर्ना भएको टोलीहरूको पेन्सन छैन भनेको। अब फेरि यहाँ जोडाहरूले हाम्रो लागि झन् योगदानमा आधारित निवृत्ति भरणको व्यवस्था छ भन्यो। अनि के रहेछ त यो भनेर यसो बुझौँ भनेर आएको नि सर। के को अभागी? नेपाल सरकारले विद्यमान प्रणालीलाई व्यवस्थित गर्न निवृत्ति भरण 2075 कार्यान्वयनमा ल्याएको छ, जस अनुसार सबैको छुट्टा छुट्टै निवृत्ति भरण खाता हुन्छ। ओहो गजब भयो नि त जोडा हो। त्यति मात्र होइन नि, कट्टा तथा थप रकमको ब्याज, कसले आर्जन गरेको मुनाफा त्यही कोषमा जम्मा हुन्छ। अनि भएन त गजब। ओहो, म त आफ्नो उमेरले भ्याएसम्म जागिर छाड्दिनँ नि सर। हो नि, सैनिक सेवा मार्फत राष्ट्रको सेवा गर्न पाउनु गर्वको कुरा हो नि। नयाँ पेन्सन प्रणाली अनुसार कम्तीमा 20 वर्ष सेवा गर्यो भने आजीवन मासिक रूपमा पेन्सन पाउँछौ। ए हो र सर, म त झन्डै अब हाम्रो पेन्सन पनि आउँदैन भनेर जागिर छोडेर बिहे जाने योजना बनाइसकेको थिएँ। त्यति मात्र कहाँ हो र, नेपाल सरकारले अवकाश भए पश्चात प्रत्येक 3 वर्ष पुगेको अर्को महिनादेखि खाइपे आएको पेन्सनमा 10%
वृद्धि गरी निवृत्तिकरण दिने व्यवस्था गरेको छ। भन्नुको अर्थ तिमीहरू आजको दिनमा निवृत्तिकरण भएर गयो भने मासिक रूपमा 30,000 तिमीले पाउँछौ र आजको मितिले 3 वर्ष पुगेको अर्को महिनादेखि थप 10% अर्थात् 3,000 थप गरी त्यहाँ 30,000 प्रति महिना पाउँछौ। यो क्रम चाहिँ प्रत्येक 3 वर्षमा चलिरहन्छ। कुरा बुझ्यौ नि? सुरुको पेन्सन रकम चाहिँ कति हुन्छ नि सर? त्यो त सेवावधिमा भर पर्छ नि। 20 वर्ष वा सोभन्दा बढीको सेवावधिमा आखिरी महिनाको तलबले ग्रहण गर्दा आउने रकमको 50% रकम नै सुरुवातको पेन्सन रकम हो। सर अनि 20 वर्ष जागिर पुरा नभएमा अथवा उपदान गएमा के कस्तो प्रावधान छ त्यो पनि बुझ्न पाए हुन्थ्यो सर। सकेसम्म त 20 वर्ष अवधि पुरा नहुँदै जागिरबाट जाने होइन नि रमेश। तर भवितव्य नगै नहुने भयो भने जम्मा सेवा अवधिमा कोषमा जम्मा भएको रकम, ब्याज र मुनाफा एकमुष्ट रूपमा पाइन्छ रमेश। ओहो, म त भ्रममा पो रहेछु। बल्ल मेरो भ्रमको बादल फाटे सर। देशको संविधानिक कर्मचारीको हितलाई मध्यनजर गर्दै वृहत उद्देश्यका साथ नेपाल सरकारले योगदानमा आधारित निवृत्तिकरण प्रणाली लागू गरेको छ। क्या गजब पो रहेछ त सर हाम्रो यो योगदानमा आधारित निवृत्तिकरण प्रणाली त। हो नि, बरु हिँड मनोरञ्जन हलतिर जाउँ टिभी हेर्न। आज यसैसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग गरिएको अन्तर्वार्ता प्रसङ्गदैछ। नेपालको हकमा चाहिँ कर्मचारीद्वारा 6% र सरकारले 6% निवृत्तिकरण कोषमा एउटा कोष बनाएको छ। त्यसमा जम्मा गर्ने कुल 12% भयो र त्यही कोष मार्फत नै अवकाश पश्चात पेन्सन खाने प्रणाली हो। अर्थात् योगदान गरेर पेन्सन खाने हो यो भनेको। र विश्वव्यापी रूपमा यो योगदानमा आधारित पेन्सन प्रणाली प्रचलित नै छ र नेपालले पनि 2075 सालमा निवृत्तिकरण कोष ऐन मार्फत 2076 साउन 1 देखि पछाडि नियुक्ति हुने कर्मचारीहरूका लागि लागू गरेको छ। यद्यपि शिक्षकको लागि भने 2082 साल वैशाख 1 गतेबाट यो प्रणाली सुरु गरिएको छ। झन् राम्रो, झन् सुनिश्चित तरिकाले पाउने हो। हरेक 3 वर्षमा 10% का दरले पेन्सन खाइपे आएको पेन्सनमा वृद्धि हुन्छ। त्यो चाहिँ एकदम स्योर छ, 100% छ। कोष एकदम कोषमा रकम छ, त्यही कोषबाट पेन्सन खाने भएकोले अझ यो दिगो र सुरक्षित भरपर्दो छ। बरु 76 साल अघिको ठ्याक्कै सुनिश्चित छैन। कहिलेकाहीँ आर्थिक सङ्कट पर्ला, कहिले मन्दीको अवस्था आउला, सरकारले तलब अथवा लामो समयसम्म तलब वृद्धि गर्न नसकेको अवस्था आयो भने पेन्सन पनि वृद्धि हुने अवस्था छैन। तर यसमा चाहिँ आफ्नै कोष, आफ्नै रकम भएको कारणले एकदमै सुरक्षित एवं भरपर्दो पेन्सन प्रणाली छ। र यसमा धेरैको भरम पेन्सन पाइँदैन कि नो पेन्सन नो टेन्सन, त्यो चाहिँ गलत छ। 20 वर्ष सेवा अवधि पुर्याउनु भयो भने पहिलेको जस्तै सेम एज इट इज पेन्सन प्रणाली छ। आजीवन पेन्सन पाइन्छ र पारिवारिकको पनि व्यवस्था छ। वृद्धि प्रतिशत पनि सुनिश्चित छ र 20 वर्ष पुरा नभएको खण्डमा पनि जे जति रकम जम्मा भएको छ सोको ब्याज तथा मुनाफा चाहिँ लिएर जान पाउने व्यवस्था छ। यो एकदमै राम्रो व्यवस्था हो। यसले समग्र कर्मचारी मुलुकलाई हित गर्ने गरी आएको प्रणाली नै हो। योगदानमा आधारित निवृत्तिभरण प्रणालीको बारेमा निवृत्तिभरण कोषका प्रतिनिधिको अन्तर्वार्ता हेरिसकेपछि उनीहरूमा अन्तर्निहित भ्रम तथा कौतूहलता बिस्तारै मेटिँदै जान्छ। निवृत्तिभरण कोष ऐन 2075 को प्रमाणीकरणसँगै नेपाली सेनामा समेत यस ऐनमा भएका सबै व्यवस्थाहरू लागू गरिएका छन्। साथै 2076 साल अगाडिका स्थायी कर्मचारीहरूले प्राप्त गर्दै आए सरह पारिवारिक निवृत्तभरणको व्यवस्था यथावत राखिएको छ। नेपाल सरकारले सुरु गरेको यस प्रणालीको वास्तविक सत्यता नबुझी अनेक भ्रामक सूचनाका कारण रमेश जस्तै हाम्रा सयौं नवनियुक्त सिपाहीहरूलाई भ्रममा नपर्न अनुरोध गरिन्छ। सुरुवाती चरणमा अज्ञानता भए तापनि हाल योगदानमा आधारित निवृत्तिभरण प्रणालीको विशेषता, वास्तविकता तथा दीर्घकालीन हितको सम्बन्धमा हाम्रा सकल दर्जामा क्रमशः ज्ञान बढ्दै गएको छ। यो व्यवस्था
केवल आर्थिक सुधार मात्र होइन, राज्यको वित्तीय भार सन्तुलन गर्न, पेन्सनको आकर्षण कायम राख्न, दीर्घकालीन रूपमा आर्थिक स्थिरता कायम राख्न सक्षम हुनुका साथै सरकारी कर्मचारी तथा समग्र राष्ट्रको भविष्य सन्तुलित बनाउन लाभदायी रहेको देखिन्छ। यी सबै कुरामा जानकार भइसकेपछि रमेश आफ्नो सैनिक सेवाप्रति सकारात्मक हुँदै जान्छ। पेन्सन पाइन्छ भन्ने तथ्य बुझ्छ, तथापि उसको मनमा केही खुल्दुली भने बाँकी नै रहेको हुन्छ। अनि यो पेन्सन प्रणाली हाम्रो लागि मात्र हो कि के हो त क्याप्सा? यो नेपाली सेनालाई मात्र होइन नि रमेश, यो पेन्सन प्रणाली त नेपाल निजामती सेवा, नेपाल प्रहरी, सशस्त्र परिबल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल शिक्षक सेवा सबैमा लागू हुन्छ। तिमीले भनेअनुसार हो भने त सबैले जागिर छोड्नुपर्ने होइन त रमेश? हेत्तेरिका, म त ठुलो भ्रममा पो रहेछु। अनावश्यक मनमा पीडा र यातना बोकेर हिँडेको रहेछु। धन्य भगवान्, बेलैमा मेरो आँखा खुल्यो र गलत कदम चाल्नबाट बचियो। जोडा जोडा, सबै कुरा छर्लङ्ग भइसक्यो, अझ पनि के साह्रो टोलेर आएको? अझ पनि नो पेन्सन नो टेन्सनमा हो कि के हो? होइन जोडा, मलाई त ठुलो भ्रममा पो पारिएको रहेछ यार। आफ्नो भविष्यको लागि योगदान त आफै गर्ने हो नि। अब त कम्तीमा 20 वर्ष देशको सेवा नि गरिन्छ, आजीवन पेन्सन पनि खाइन्छ। हो नि जोडा, आफ्नो र समग्र देशको आर्थिक भविष्य सुनौलो बनाउनु हामी सबै देशभक्त सिपाहीको कर्तव्य हो नि जोडा। धन्यवाद जोडा हो, मलाई गलत कदम चाल्नबाट बचायो। अब आफ्नो सिद्धान्त त नो पेन्सन नो टेन्सन होइन कि आफ्नो दुःखको कमाई आजीवन खाने हो, रमाई रमाई।